सहरमा बसेर सपनाको कुरा गर्नेहरू धेरै हुन्छन्, तर गाउँमा बसेर पसिना बगाउनेहरूले वास्तविक जीवन बाँचेका हुन्छन्। गाउँको बिहान नै फरक हुन्छ। चराको आवाज, खोलाको सङ्गीत र चिसो हावासँगै उदाउने घाम। यस्तो लाग्छ प्रकृतिले आफै यहाँ कविता लेखिरहेको छ। अनि जब मौसम खुल्छ, टाढासम्म देखिने हिमाल, कुहिरोभित्र हराएको बस्ती र हरियो जङ्गलबीच घुम्ने गोरेटो बाटो। यो दृश्य केवल आँखा देख्ने कुरा होइन, यो त आत्माले महसुस गर्ने सौन्दर्य हो। तर प्रकृतिको सुन्दरता जोगाउन हामीले विकासलाई पनि सही दिशामा लैजानुपर्छ। कति वर्षको भयो? 17 वर्षको? ढिलो पढेको? बाबुको नाम? गोपाल रोकाया? मोहतारा? घर कहाँ नजिकै हो? चिसो छ है लास्टै? बर्खा पनि चिसै हुन्छ यहाँ? चिसै हुन्छ। हिउँदो पनि चिसो, बर्खा पनि चिसो? चिसै। बाबु चाहिँ कामी रहेछ नि। चिसो भयो लास्टै? हो र। तिम्रो नाम के हो? कति कक्षामा पढ्छौ? घर कहाँ हो? तिम्रो नाम? तिम्रो साथी? यदि विकासको नाममा धुलो र प्रदूषण बढायौँ भने आउँदो पुस्ताले हरियाली होइन, सिर्फ सुक्खा माटो पाउनेछन्। त्यसैले विकास र प्रकृति बीच सन्तुलन आवश्यक छ। रुख रोपौँ, बाटो सफा राखौँ, ठुलो नियन्त्रण गरौँ र गाउँलाई अझ सुन्दर बनाऊ। किनभने सुन्दर गाउँ केवल सरकारको योजनाले बन्दैन, त्यो गाउँलाई माया गर्ने मानिसहरूले बनाउँछन्। आज गाउँ फेरिँदैछ, बाटो फेरिँदैछ, मानिसको सोच फेरिँदैछ। हिजो धुलोले